गाइस अहिले चाहिँ गुड नाइट भन्नु कि गुड इभिनिङ भन्नु, टाइम पनि भयो 8:30 नै भयो। खानासाना चाहिँ खाएको छैन, खाना चाहिँ रेडी भयो। अनि मेरो बोली चाहिँ कस्तो कस्तो लाग्छ होला, मलाई चाहिँ सन्चो छैन, ज्वरो खोकी सर्दी। ज्वरो पनि राम्रो भयो, सर्दी पनि राम्रो भयो, टाउको अलिकति दुखिरहेको छ। अनि एकदम ग्यास जस्तो भएको छ, फेरि एकदम मतलब केही खान मन लाग्दैन कि एकदम जे खायो नि खल्लो खल्लो लाग्दैछ, तितो लाग्दैछ, मुख तितो भएको छ। अहिले चाहिँ टाइम भयो 8:30 अनि यता चाहिँ फेरि म चाहिँ बसेको छु घर अगाडि आँगनमा। यता चाहिँ लाइट बलिरहेको छ, उज्यालै छ। मैले चाहिँ फोनको लाइट अन गरेर भिडियो गरेकोले। अनि यता चाहिँ हेर्न सक्नुहुन्छ क्युटीलाई पनि सन्चै छ। क्युटीलाई चाहिँ क्युटी चाहिँ आज बसेको थिएँ नि त मेरो यता घरमै। अनि अहिले उठी चाहिँ अनि फेन लाइट पनि छ, तर उसको दादाले ल्याएर मलाई दियो। यहाँ मसँग चाहिँ सुतिरहेको छ अहिले, एकदम पसिना भइसक्यो। लाइट पनि छ, फ्यान पनि चलिरहेको, तर यसलाई बेसी गर्मी हुन्छ। तर मलाई नि सन्चो छैन एकदम, मलाई पनि ज्वरो खोकी सर्दी टाउको दुखेर एकदम अहिले प्रायः नै सबलाई त्यस्तै भइरहेछ गाउँमा पनि, तर मलाई चाहिँ बेसी नै भइरहेको छ। अनि अहिले अलिकति ज्वरो खोकी सर्दी पनि राम्रो भयो, तर ग्यासै भएको होला। अघि चाहिँ फार्मेसी गएको थिएँ, ग्यास भएको हो भन्नुभयो काकाले। एकदम मतलब कि केही खानै मन लाग्दैन कि हिजोबाट मैले केही खाएकै छुइनँ, खाना पनि राम्रो खाना त हिजो मैले खाएकै छुइनँ। एकदम जे खायो नि तितो तितो लाग्दछ कि एकदम मुख खल्लो भएको छ कि एकदम। अनि पनि आज दिनभरि केही खाएकै छुइनँ। अहिले बेलुका चाहिँ रोटी बनाउनु भएको छ मम्मीले र मैले नै बनाएका। अनि रोटी बनाएको छ, अरूलाई चाहिँ खाना बनाएको छ। अनि मेरो लागि र मम्मीको लागि चाहिँ रोटी, किनकि मम्मीको आज एकादशीको व्रत पनि हो नि त। अनि मलाई चाहिँ खाना मन छैन भात, मैले हिजोबाटै खाना खाएको छुइनँ। हिजो दिउँसो पनि खाइनँ, बेलुका जबरजस्ती एक गाँस खाएको, त्यो पनि तितो न तितो भयो। दबाई चाहिँ भन्नु त थोरै ल्याइसकिनँ, अस्ति गएर ल्याएको अलि राम्रो भयो, ज्वरो खोकी चाहिँ राम्रो भयो, तर अहिले फेरि त्यस्तो भएको छ। अनि क्युटी चाहिँ सुतिरहेको थिएँ यता मेरो काखमा, निदाखेरि झर्को लाग्यो कि फेरि मेरो काखमा चाहिँ निदाइ यी उठी पनि। अनि मेरो ओठमा चाहिँ के भयो जस्तो लाग्दैछ होला होइन। हुन त यहाँ चाहिँ के अरे ज्वरो आउनको लागि उत्रेको भन्छ नि, त्यस्तै त भन्नु पऱ्यो नि। एकदम के भएको थाहा छैन, म त अहिले त ठन्डा मौसम होइन नि त, ओठ फाट्नुपर्ने होइन नि, तर एकदम के भएर ज्वरो उत्रेको हो कि के भएको भन्नु पऱ्यो त होला नि। त्यस कसैले सोच्नुहुन्छ होला बाहिर अँधारामा बसिरहेको छु म त, बाहिर चाहिँ होइन, घरको बाहिर आँगनमै बसेकी, घर छेउमै लाइट बलिरहेको छ। मम्मी पापाहरू पनि यतै हुनुहुन्छ, दिदीहरू पनि यतै छन् भित्रै, म त्यत्तिकै बाहिर बसिरहेको छु। अनि फ्यान चलाउँदाखेरि एकदम टाउको दुख्छ नि त, सन्चो पनि छैन, त्यही भएर फ्यानमा नबसेको यत्तिकै बाहिर फोन लिएर बसिरहेको थिएँ। अनि यता क्युटी पनि मसिनै चाहिँ मलाई नि सन्चो छैन। ओ ओ ओ ओ ऊ पनि धेरै मसँग मान्दा चाहिँ म पनि उसलाई धेरै माया गर्छु नि त, त्यही भएर उसलाई पनि एकदम मलाई सन्चो होस् कि नहोस् बुझ्दिनँ कि आइया भयो भन्छ, आइया भयो भन्छ कि